Hello guys, welcome back to my channel. आजको हाम्रो छ घुम्ने यसो है घुम्नु गएको हामी हेर्दै गर्नुहोस् होला है ए अटोमै घुम्नु पर्ने रहेछ नि त हो अटोमा मजा आउँछ हैन आयो भाइलाई मजा आउँछ अटोमै यहाँ चाहिँ अटोमै घुम्नु पर्दो रहेछ गंगा नदी यहाँ देख्छ अटो आज दिनभरिको लागि हामीले रिजर्भ गरेको है यहाँ चाहिँ ठुलो गाडी हुँदैन रहेछ नि त अटोमै रहेछ नि त जानुपर्ने मजाले हो घुम्नु चेप पनि घुम्नु पाउने रहेछ त्यही कारण हरिद्वारमा मजा आयो पाकिस्तान गर्दो रहेछ नि त डिजाइनहरू हेर्दा चाहिँ यहाँको अटोहरू यसो यहाँ कहाँबाट मजा आएको हामी जाँदैछु बोलेको सुन्दैन के सुन्दैन बोलेको मजा आउँदैछ इन्जोय हुँदैछ हरिद्वारमा है हाम्रो भाइलाई मजा आएर छ भाइ ऊ बस आयो ऊ यता अटो स्ट्यान्ड रहेछ नि यहाँबाट चाहिँ है मन्दिर हामी चाहिँ अब यहाँ है यहाँ रोपवेबाट चढेर माथि मन्दिर जानुपर्छ हो यहाँ हिँडेर सक्दैन अन्त यहाँनिर रोपवे रहेछ यहाँबाट अब टिकट काटेर यहाँबाट हामी उकालो जानुपर्ने यहाँबाट तपाईँको एकजनाको इच 1 पर्सनको कति रहेछ 450 जस्तो भेट्ने रहेछ हो अपडाउनको हिँड्दो रहेछ र अब माथि हामी यहाँबाट पहिला तपाईँलाई म यहाँ देखाउँछु यहाँ रोपवे सकेर माथि मन्दिरबाट आएर चाहिँ नेक्स्ट फेरि अर्को यता मन्दिर जानुपर्छ त्यहाँबाट फेरि अर्को मन्दिर पनि छ त्यो पनि रोपवे चढ्नुपर्छ अरे हेरौँ है ल हेर्दै गर्नुहोस् मेरो भिडियो टिकट काउन्टर यहाँ रहेछ हो टिकट बोक्छ र यहाँनिर अब हामी रोपवेबाट चढेर माथि जानुपर्छ माथिनिर माथि यहाँबाट हामी चढ्नु पर्दो रहेछ भित्रभित्र आएर हो यहाँबाट हामी जानुपर्छ माथि पूजा गर्नु मन्दिर जानुपर्ने सबैजना आउँदैछ रोप्नेमा जानुपर्छ हामी केवलमा हो साला है भाइ ल हामी चाहिँ अब यसरी जानुपर्ने छ मन्दिर है माताको दर्शन गर्नु चण्डी माताको मन्दिर चाहिँ माथि जानुपर्ने रहेछ ल है रोपवेमा चढेर हामी चाहिँ आइपुग्यो है ल अब हामी चाहिँ आइपुग्यो यहाँनिर अब चाहिँ हामी मन्दिर जानुपर्छ पूजा गर्नु है ल यहाँ मन्दिर हामी यसो अब चप्पलहरू यहाँनिर राख्नुपर्छ हो चप्पलै लगाएर राख्छु यहाँ मन्दिर है मेरो नाक्देऊ र यहाँ चाहिँ हातहरू धुनुपर्छ हो हेलो पानी त म हात धुन्छु अको जय गणपति मन्दिर हामी अब हामी
फर्केको है फर्केको पक्रा है सोह्रमा अब चाहिँ हामी ओह्रालो गएको है फर्केको है हामी फर्केको हो है ओह्रालो चाहिँ त्यस्तो प्रेसर पर्दैन उकालो चाहिँ यहाँबाट चाहिँ हामी अब निक्ल्यौँ है सकियो फोटो हाम्रो फोटो खिचेको थियो माथि हो हेरे रोडबाट यहीँ छेउमै एउटा सानो मन्दिर रहेछ है यहाँनिर यहाँनिर फेरि ढुङ्गा पानी माथि माथि छ रामको सेतु जस्तो रहेछ शिवलिङ्ग रहेछ यो चाहिँ तर पानी माथि माथि छ हो ढुङ्गा यो शिवलिङ्ग रहेछ यो चाहिँ चढ्दैछ हो माथि माथि हेर भाइ हो भाइ राम सेतु और ये रुद्राक्ष का पेड़ है इसका दर्शन यो रुद्राक्षको पेड़ रहेछ ओए मन्दिरको ल यहाँ के भयो अरे दक्षपति महाराजको चाहिँ महल यहाँनिर थियो रहेछ यहीँनिर हो सती गएको पार्वतीको घर भनौँ न यहाँ त्यही त पार्वती यहाँनिर गाइस र हामी चाहिँ फर्क्यौँ ब्याक टु होटल है र हामी चाहिँ होटलमा छु हो न यहाँ हाई गरिदेऊ न बाई पनि गरिदेऊ अब भिडियो यमा इन्ड गर्छु है भोलि चाहिँ हामी ब्याक टु दिल्ली फर्किने भोलि चाहिँ हो मेरो भिडियो लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् है र अहिले बिचको लागि ब्याग र अहिलेको लागि चाहिँ बाई है